साथीहरू आज मैले आलु फ्राई बनाउन लागिरहेको छु। नानी बाबुको स्कुल छुट्टी भएको बेलामा चाहिँ मैले नानी बाबुसँग एकदमै इन्जोय गरिरहेको छु। किनभनेपछि स्कुल लाग्यो भने बिहानदेखिको बेलुकासम्म स्कुलमा हुन्छन्, ट्युसन जान पर्छ, खाना खाने पनि बच्चाहरूसँग फुर्सद हुँदैन। खाना खान्छन् कि खान्नन् त्यो पनि थाहा हुँदैन स्कुलमा। त्यसैले घरमा बसेको बेलामा राम्रा राम्रा खानेकुराहरू बनाएर खुवाइरहेको छु मैले। हेर्नुहोस् साथीहरू, आलु राम्रोसँग यसरी साफ गरेर काटेर मैले आज आलु फ्राई बनाएर खुवाउँछु भनेको त नानी बाबुलाई त आलु फ्राई बनाउँछु भनेको त एकदमै हतार भइसक्यो साथीहरू। त्यसैले हेर्नुहोस्, मैले अब आलु सफा गरेको आलुमा बेसार, नुन अनि यसै गरी मैले अब सुकेको खुर्सानीको धुलो एड गरेर यति मिक्स गरेर बनाएपछि एकदमै टेस्टी हुन्छ है साथीहरू। केही हाल्न पर्दैन आलुमा चाहिँ। हात धोएर आएर यसरी मिक्स गरेर मैले बनाएको छु। आलु फ्राई गरेको चाहिँ म अर्को भिडियोमा देखाउने नै छु।